वेलकम ब्याक टु माई च्यानल गाइस। अनि फेरि पनि आज स्वागत छ तपाईहरुलाई। आज हामी कहाँ जान आँटेको छौँ भन्देखिलाई आज निशा भाउजूको बर्थडे भएको कारणले हामी धरानमा सरप्राइज दिन जाँदैछौँ। त्यही हो। अनि एकैचोटि हामी अब धरान पुगेपछि भेट्नेछौँ। सो हेर्दै गर्नु होला सरप्राइज। गाइस हामी फाइनली धरान इन्ट्री भइसकेको छ। अनि अहिले चाहिँ हामी केक बेकरी पसलमा आएको छौँ। यस्तो प्रकारको केकहरू छ। हामीले खास अर्को भोजिको तर त्यो पाएन, तर ठिकै छ। एनिवेज हामीले त्यहाँ नाम लेखिदिइसकेको छ। अब हामी जान्छौँ भाउजूलाई सरप्राइज दिन आँटेको। हामीले भाउजूले नै हामीले सरप्राइज दिन्छ जस्तो भइसक्यो। 1 बजे टाइम दिनुभएको थियो, 1 त बजिसकेको छ होइन, तर पनि ठिकै छ। अब हामी जान्छौँ अनि एकैचोटि त्यहाँ घर पुगेपछि तपाईँहरू देखाउनेछु है त। कहीजना चाहिँ हामी अहिले चाहिँ भाउजूको घर बाहिर छौँ, आइसकेको छौँ। भाउजू आइपुग्नु भएको रहेनछ। नाना के हो, कता हराउनु भयो? कता खोइ जयसी नाना, long time no see नाना यार। Yes. बाइक कहाँ राख्नु भयो? छिटो लाउनु न। भाउजू आइसक्नु होला हौ। अब आइपुग्छ। छिटो यो जुत्ता यता राख्नु पर्यो। चट जुत्ता यता लुकाइदिनु हो। त्यो पनि लिनु न। यो खै के हो चस्मा। यो चस्मा मगाउने हामी। ए जयश्री मगाउने। हामी त आयौँ आयो। हामी चाहिँ फाइनली गाइस घरभित्र छिरिसकेको छौँ। अनि हामीले रेडी पनि गरिसकेको छौँ है। यसरी केक छ अनि यस्तरी छ। अनि एक्सट्रिम पनि छ है, एक्स्ट्रा एनर्जीको लागि। अनि स्नो भयो। अनि यहाँ म छु, अनि यहाँ सानो दादा हुनुहुन्छ, अनि मम्मी र नाना चाहिँ तल हुनुहुन्छ। सो गाइस यस्तो छ। भाउजू चाहिँ अफिसबाट कल गर्नुभयो नानाले, अनि उहाँ चाहिँ आउँदै हुनुहुन्छ। सानो कस्तो लागिरहेछ अरे, ठिक छ नि होइन? अनि यो चाहिँ हाम्रो नानाको एक्सर्साइज गर्ने रहेछ। यसले चाहिँ 6 प्याक निकाल्छ, 6 प्याक। अनि मौसममा चाहिँ दामी भएको छ है। अनि यो चाहिँ नेक्स्ट पल्लोपट्टि घर हो। अनि यहाँ चाहिँ हामी छौँ दुईजना, सानोलाई हो है। अनि यहाँ चाहिँ सागहरू रहेछ। यो सब भाउजू आउनुहुन्छ। अनि हामी सरप्राइज दिनेछौँ है त। ह्यापी बर्थडे। हैन के हो यस्तो? ह्यापी बर्थडे। केक तपाईलाई। माय गुडनेस। के सरप्राइज हो कि ह्यापी बर्थडे ल। थ्याङ्क यू सो मच। यता सोल्टीलाई पनि भइसक्यो। नाना जानु कानहरुलाई मलाई हान्दिने Happy birthday, once again, happy birthday.
Thank you so much for the wonderful यो surprise. बाल्नुहोस् त। यो भाइले के गर्यो यार यहाँ आउनु न, कानमा ल 1 2 3 गो ल हामी सबैले ह्यापी बर्थडे भन्नु है ल ल ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु हजुर ह्यापी बर्थडे टु यु हैन के भयो आमाले प्रार्थना गरिदिनुहोस् अनि केक काट्नुहुन्छ ल आमाले प्रार्थना गरिदिनुहोस् आम्मा हेर्न क यहाँ मेरो सबै छैन यहाँ अझै स्याम्पू ल आमाले प्रार्थना गरिदिन्छ भन्नु आएको फेरि नआउनु ल आँखा चिम गर्नु लिएर आउँछु है म ए हुन्छ हुन्छ Wow. अनि त्यो बाइक साइक सबै छैन त्यसमा पनि होइन नि हामी त के पो पनि छैन हामी त तपाईँसँग भेट हुन्छ भनेर लुकी लुकी पाएको दाजु हामी त नाच्दै पुगेको यो बाटो के पो नानाले 1 बजे आउँछ भन्नु नि त अनि तपाईँलाई बाटो भेट्छ भने हामी लुकी लुकी गएको कहाँ हरायो माथि पुगिरहेको एकचोटि यता यता अनि यो त उयो हुन्छ बिग्रिजान्छ म पनि होइन के यसरी खाजा खानु त मलाई कहिले बोलाउँदैन थियो ल ठिक छ तपाईँले यो के पो बदला लिनु होइन बाइबलमा त बदला नलिनु भनेको छ मैले बदला लिएको होइन द्याट्स फर इन्टरटेनमेन्ट ठिक छ नट रिभेन्ज खाजा खानु त कहिले बोलाउँदैन थियो नानाले भन्दै मलाई गेस भन्दै थियो प्रभु धन्यवाद तपाईँलाई यो समयको लागि तपाईँलाई धन्यवाद तपाईँले हामीलाई सुरक्षित अनि यस ठाउँमा ल्याउनु भयो तपाईँको लागि धन्यवाद अनि आज भाउजूको जन्मदिन 28 वर्षमा पुरा राखेर 29 वर्षमा राखेको हुन्छ 28 वर्षमा पुरा हुन्छ उहाँको सुरक्षा दिनुभएको छ अझै ब्लेसिङ्सहरू खोलिदिनु भएको छ अब दम्पति जीवनमा अझै आशिषमय रहेको छ भनेर प्रार्थना छ उहाँको हरेक प्लानिङहरूमा तपाईँको सक्सेस हामी पाउँदछौँ धन्यवाद यो तपाईँ परमेश्वरको सुरक्षाको लागि अनुग्रहको लागि अनि हामी फेरि पनि परिवारसँग एकजुट भएर प्रार्थना गर्ने अवसर तपाईँले मौका दिनुभएको तपाईँलाई धन्यवाद थ्याङ्क यू फादर थ्याङ्क यू होली स्पिरिट फर यर लभ फर यर केयरिङ धन्यवाद यो शैला तपाईँले सुरक्षा दिनुहोस् हरेक कामहरूमा आशिष दिनुहोस् उहाँले जति जुन ठाउँमा अब युकेमा प्रोसेसिङ गर्नुभएको थियो टाढोभन्दा टाढो भिजामा आउनु सकेको होस् त्यहाँ गएर प्रभु असल कामहरू जुटेको होस् भनेर हामी अहिलेदेखि यो कुरालाई घोषणा गर्छौँ हरेक कुरामा तपाईँले सहायता गर्नुहोस् हरेक प्रभु योजनाहरू छ उद्देश्यहरू छ तपाईँमा राखिकन त्यो कुरा पुरा हुन सकोस् भनेर प्रार्थना गर्छु धन्यवाद तपाईँलाई ल केक काट्नुहोस् ह्याप्पी बर्थडे 1 2 3 गो ह्यापी Happy birthday to you. Happy birthday to you. Happy birthday to you, Bonzo. Happy birthday to you. May God bless you. May God bless you. May God bless you. Happy birthday to you. Oh, नानाले खुवाइदिनुहोस् ल ज्ञानी हुनु मलाई अलिकति टिका लाउनु पर्छ मलाई नि खा त भइसक्यो होला नि हो त होइन हजुर अफिसमा केक काट्यो नि भरे काट्छ अहिले काटेको त्यही खुवाइदिनु होला म अब ह्याप्पी बर्थडे Thank you, bye. Thank you for your beautiful surprise. Let's start it. एउटै बुहारी खै त अलि म खाएको थिएँ नि त अब भाइलाई खाना खानु सुरु हुन्छ होइन हामी खाइहाल्छौँ म केक काट्यो ल भिडियो भयो यति भयो तल ल्याउ हजुरलाई सानो उपहार त गिफ्ट है हजुर भाइहरूले त त्यहाँ ह्याप्पी बर्थडे सानो भयो भने माया ठुलो छ उपहार सानो भयो भने है त कस्तो राम्रो एउटा फोटो चाहिँ खिच्नु पर्छ एउटा फोटो चाहिँ भाउजूले चाहिँ गिफ्ट अनबक्सिङ गर्दै हुन्छ त्यही हो अब उपहार सानो भयो भने होइन अब माया चाहिँ ठुलो छ भाउजूलाई
खासमा त अहिले त खोज्नु हुँदैन थियो होइन त्यही त नि कति बेला अफिस गएर फेरि त्यो मन आइबस्छ नि त सानो छ वाउ कस्तो राम्रो हो यो टेस्ट ल हेर्नु ओके तिमी हो यति चाहिँ गिफ्ट चाहिँ धेरै छैन होइन गिफ्ट सानो भए पनि माया पर्छ त्यति हो भाइहरू स्टार्ट भयो नानाले के गर्नु खोज्नुभएको यो भर्खर खाना खाएर आएको घरबाट भर्खर 1 घन्टा पनि भएको छैन भाइहरूले यस्तो भाइहरूको प्रिसियस टाइम चाहिँ आफ्नो भाउजूको लागि दिनुभएकोमा म धेरै खुसी छु ल यति नै मेरो हेर्नु न हाम्रो खाना भर्खर खाएर आएको घरबाट बाटो बसी म नि आउँछु नाना भएन तपाईँ पनि आउनु सबैजना बसेर खानु है अब यस्तो हो कुरा चाहिँ अब बर्थडे मनाउन आएपछि चाहिँ यतिको त बन्छ होइन खाना बन्द हुन्छ तर धेरै नै उयो क्या अब कस्तो भन्दाखेरि हामीले भर्खर खाना खाएर आएको अनि यो ब्लेसिङ्स पनि हो हामीले ब्लेसिङ्सलाई गुमाउनु हुँदैन खानुपर्ने हुन्छ प्रार्थना गरेको चिज फ्याल्नु हुँदैन जेस आजको बर्थडे सक्सेस भएको छ थ्याङ्क यू भिडियो दिनुभएको लागि भाउजूलाई धेरै धेरै बर्थडेको शुभकामना छ अहिले अनि विशेष गरी हाम्रो दाइ निल्सनलाई हामीले मिस गरेको छौँ धेरै धेरै यो ठाउँमा चाहिँ हाम्रो दाइ हुनुपर्ने तर हामी भइरहेको छौँ अनि भाउजू चाहिँ यहाँ बर्थडेको आज के भन्नु चाहनुहुन्छ निल्सनलाई युट्युब फ्यामिलीलाई फ्यामिलीलाई धन्यवाद विशेष गरी मेरो परिवारलाई मेरो हस्बेन्ड अनि भाइहरू मम्मी ड्याडीहरू सबै विस गर्नुहुने मेरो शुभचिन्तकहरू मेरो माइती परिवारहरू अनि किप वाचिङ भाइको एकदम युट्युब फ्यामिली चाहिँ अझै बर्थडे गएको देख्न चाहन्छु एकदम लाइक सेयर गरिदिनु होला सब्सक्राइब पनि गरिदिनु होला अनि त्यो घन्टी पनि बजाइदिनु होला त्यो सब्सक्राइब त यतापट्टि हुन्छ नि बेल आइकन त्यो घन्टी पनि ट्याङ्ग बजाइदिनु होला सुन्नु हुँदैन ट्याङ्ग दिनु लडिक छ अब हामी खान्छौँ अहिले चाहिँ पेट्रोल सकिएको अवस्था छ पेट्रोल हाल्न आइरहेको छ पेट्रोल खाली अनि त्यसबाट पेट्रोल हाल्छौँ त्यसबाट हामी घर जान्छौँ कस्तो भयो त्यहाँ त्यहाँ 1000को हालिदिउँ न एकदम यो बाटो त एकदम बब्बाल बिग्रेको रहेछ अरे बाटो त नआउँदा हुन्छ यार धुलो खाँदा खाँदा पाउडर लाउनै पर्दैन पट्टो पाउडर राइडर चेन्ज भएको छ अनि अब चाहिँ हामी घर लाग्दैछौँ पेट्रोल फुल भयो है अनि आजको सरप्राइज एकदम दामी भयो रमाइलो भयो धेरै दिन पछाडि त्यहाँ ससुरालीको आमा अनि नानालाई भेट्दा भाउजूलाई भेट्दा एकदम खुसी लाग्यो अब हामी घर जाँदैछौँ त्यही हो अब घर पुगेपछि भेट्दैछौँ अनि हामी त्यही हो बन्द गइरहेको होइन अहिले चाहिँ हामी बाटोमा हिँडिरहेको छौँ यसो हेर्न सक्नुहुन्छ